चस्मा भिनाजुले किनिदिएको चस्मा हो बस। कहाँदेखि ल्याएको चस्मा हो हाम्रो यो युकेदेखि? लगभग यो नेपाली कति जति पर्छ? यो नेपाली 1,93,000 जति पर्छ। 1,93,000 देख्न सक्नुहुन्छ चस्मा। यहाँको युकेदेखि आएको नयाँ चस्मा देख्न सक्नुहुन्छ। घाँस कलरको छ। हेर्नुहोस् चस्मा हेर्नको लागि उहाँ चाहिँ कर्जैदेखि आउनु भएको छ। कुदी कुदी चस्मा हेर्नको लागि यहाँ आउनु भएको छ। चस्मा देख्न सक्नुहुन्छ। एक दुई शब्द बोलिदिनुहोस् तपाईँ भने चस्माको बारेमा के कस्तो मान्नुभयो? यो चस्मा चाहिँ मलाई अति नै मन पर्यो, राम्रो लाग्यो। अब यही चस्माको अलिकति प्रचार प्रसार बढी सुने हुनाले यही चस्माले कस्तो रहेछ त हेरौँ भनेर म चाहिँ यहाँ भगारे डाँडामा आइपुगेको छु। यो चस्माको पथ हेरेँ, देखेँ, राम्रो लाग्यो, ठिकै लाग्यो। अब किन्न पर्ला भन्ने विचार गरेको छु। अब अनि राम्रो लाग्यो। हजुर चाहिँ यो 1,93,000को चस्मा लाउने बेला हजुरले कस्तो चाहिँ फिल भइरहेको छ अहिले? म त पुरै प्लेनमा उडे जस्तो लागिरहेछ। प्लेनमा उडा जस्तो लाग्छ। अनि हजुरले यो आफ्नै व्यक्तिगत पैसाले किन्नुभयो कि हजुरले यो गिफ्ट आएको? यो मागेर ल्याएको। मागेर ल्याएको? ए हजुर। यो गरेर माग्न गएको थिएँ। हजुर फ्याटो दिइहाल्यो। ए ल ठिक छ। छाता गरेर मागेपछि पाइँदो रहेछ। अब आएपछि एउटा कुरो जान्ने हो। ल बुझ्यो।